हुने निर्वाचनको जितको नजिक हामी पुगेको छौं र यो जित त्यो मानिसहरूको जित साबित हुनेछ जसले माटोसँग साइनो राखेको छ। हामी आशा राखेको छौं कि हाम्रो जितले तमाम यहाँ रहेका यो देशमा रहेका भ्रष्टाचारी व्यतिथि अन्य ढंगबाट चाहिँ यो देशलाई चाहिँ बन्धक बनाउनेहरूको विरुद्धमा हाम्रो जित साबित हुनेछ। यहाँहरूलाई गर्न चाहन्छु कि हाम्रो मुख्यतः एजेन्डा यो देशमा फोर पारेको छ पुराना राजनीतिक दलहरूले। पुराना राजनीतिक दलहरूले जुन किसिमको फोहोर गरेको छ हाम्रो पार्टीको स्थापना त्यो राजनीतिक दलले गरेको फोहोरलाई सफा गर्ने उद्देश्यले हामी स्थापित भएको छौं। केही राजनीतिक दलहरू पुराना राजनीतिक दलहरू भनौं उहाँहरू कोही भन्छ हामी सच्चेर आइपुग्यौं है भनिरहेछ, तर उहाँहरूलाई यत्रो वर्षसम्म देश भर्खालोमा राखेर देशलाई बिगारेर देशलाई बन्धक बनाएर आफ्नो राजनीतिक दल सच्चेर आयो भन्ने छुट छैन उहाँहरूलाई। यो देश जबसम्म समृद्ध हुँदैन तबसम्म तपाईहरुलाई सच्चिने छुट छैन। तपाईहरु फेरि पनि खोक्रो आदर्श र खोक्रो नारा दिएर देशलाई बन्धक बनाएर देशलाई सबैभन्दा ठूलो संकटमा राखेर हाम्रो पार्टी चाहिँ सच्चियो भनेर नआउनु होला। जबसम्म यो देशको सुन्दर सपनाको भविष्य साकार हुँदैन तपाईहरु सच्चे पनि नसच्चे पनि केही फरक पर्दैन। हामी राजनीतिक रूपमा चेतनशील माटोमा बस्ने भुइँ मान्छेहरूको समूहले यो राजनीतिक धारामा यो राजनीतिक यो रणभूमिमा हामी उभिएको छौं। हामी राजनीतिक रूपमा उभिनको लागि हामी तयार थियौं। तपाईहरुले जुन किसिमको यो राज्यलाई उत्पीडनमा पार्नुभयो तपाईहरुको कारणबाट हामी भुइँ मान्छेहरू पनि संगठित भएर तपाईहरुको विरुद्धमा राजनीतिक दल खोलेर आएको छौं। सम्भवतः अब हामी केही दिनमा केही हप्तामा हामी भुइँ मान्छेको जितको आवाज गुन्जेमान बनाउने छौं र यो आवाजलाई तपाईले साथमा साथ हातमा हात तपाईले मिलाउनै पर्छ। र यहाँको समस्या यो वार्ड नम्बर 4 को समस्या सबै ठाउँमा एकै किसिमको छ। सबै ठाउँको समस्या एकै किसिमको छ। भूमिको समस्या छ, धनी पूजाको समस्या छ, किस्ताबन्दीमा धनी पूजा बाँडिएको छ। राजनीतिक दलले किस्ताबन्दीमा यो धनी पूजा बाँडेर चाहिँ राजनीतिक आफ्नो दोकान खोलिरहेको छ पुरानो दलहरूले। हामीले जित्यौं भने या हामीले राम्रोसँगको मत ल्यायौं भने पुराना दलहरूको त्यो राजनीतिकको दोकानको अन्त्य हामी गरिदिनेछौँ। आशा राख्नुहोस् सबै किसिमको समस्याको समाधान यी पुराना राजनीतिक दलहरूले पारेको हो, यो समाजले पारेको होइन। हाम्रो समाज अत्यन्तै अनुकरणीय, अत्यन्तै उदाहरणीय, अत्यन्तै मिलनसार समाज हो, तर पुरानो राजनीतिक दलहरूले सबै किसिमको समस्याहरू थोपारी दिएको हुनाले हामी यो समस्याबाट मुक्ति पाएको स्थिति छैन। तर हामी सबै किसिमको समस्याबाट मुक्त हुनको लागि हामीले नेपाली राजनीतिमा आएका छौं र हाम्रो राजनीतिक धरातल त्यति कमजोर छैन साथीहरू। हाम्रो राजनीतिक धरातल बलियो जगमा उभिएको पार्टी हो, जुन पार्टीको सदस्य अध्यक्षज्यूले स्थापित गरिसक्नु भएको छ कि असम्भव भन्दा असम्भव कार्य सरकारले कल्पना नगरेको काम हाम्रो अध्यक्षज्यूको एउटा अठोटमा सफल भएको छ। अब फेरि अर्को एउटा सफलतापूर्णको कार्य हामी माथि घिर्लिङबाट तर्दै गरेको एउटा बालक एउटा नानीलाई देखिरहेको छौं। हाम्रो अध्यक्षज्यूले पोस्ट गर्नुभएको छ। त्यस्तो ठाउँ पुराना दलहरूको नेताले भने यस्तो हामी चपाचट गरिदिन्छौँ भने यस्तो होइन। हामी श्रम गरेर अध्यक्षज्यूले आह्वान गर्नुभएको छ। हामी नेपालबाट तुइनको परम्परालाई अन्त्य गरिदिन्छौँ। हामी त्यहाँनिर श्रमदान गरेर हाम्रो अध्यक्षज्यूले बोल्नु भएको छ। अध्यक्षज्यूले तुइनको परम्परा पुराना दलले भने यस्तै तुइन सभासद पारिदिन्छौँ होइन, हामी काम गरेर तुइनको अन्त्य गरिदिन्छौँ। हामी सम्भवतः हामी सरकारबाट हामी पैसा लिने छैनौं। सरकारबाट भिख माग शैलीबाट चाहिँ हामीलाई पैसा दिनुहोस् भन्दैनौँ। हामी 1 रुपियाँ 2 रुपियाँ 3 रुपियाँ 4 रुपियाँ 5 रुपियाँ पैसा उठाएर तुइनलाई हामी विस्थापित गरिदिन्छौँ। अर्को रेकर्ड हुनेछ हाम्रो, यदि यो देशबाट सबै तुइनहरूलाई हामीले विस्थापित गर्यौं भने हाम्रो सधैँ अध्यक्षज्यूले अर्को गिनिज वर्ल्ड रेकर्डमा नाम राख्नुहुनेछ। यसमा तपाईहरु साथ दिनुहुन्छ मिलेर साथीभाइहरू? र हाम्रो अध्यक्षज्यूले उत्तापट्टि पल्लो छेउतिर तुइनलाई विस्थापित गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम राख्दै गर्दा हामी पनि अध्यक्षको अनुयायीहरू पूर्वको सिमानामा 3 किलोमिटर हात्तीलाई बार छेक गरेर हामी अर्को गिनिज रेकर्डमा नाम लेखाउनेछौँ। यसमा
हातमा साथ मिलाएर हामी अगाडि बढ्नेछौँ र साथीहरूलाई कुनै पनि किसिमको विचलित नभइकन उच्च मनोबलको साथमा कसैको डर धाक धम्कीबाट नडराइकन हामी माटोबाट जन्मिएको मान्छे माटोलाई माया गर्छौं। माटोलाई साथी राखेर हामी त्यस्ता डर धास धम्की कसैको पनि प्रभाव नगरिकन जिउँदो मान्छे बनिएर हामी चुनावमा यी पुराना भनिएका केही नयाँ भनिएकाहरूसँग डरो भन्दा डरो ठुलो भन्दा ठुलो दर्बिलो भन्दा दर्बिलो चुनौती हामी दिनेछौँ र हामी सम्भवतः हामी जितको हामी तास पहिरिनेछौँ यहाँहरूलाई भन्न चाहन्छु। र अर्को कुरा तपाईले कति थाहा पाउनुभयो मैले भोट मात्र मागिन आज 4 नम्बर वार्ड घुमिरहँदाखेरि मैले त्यो झुपडीलाई पनि राम्रोसँग निहालेको छु। यो वार्ड नम्बर 4 मा करिब 3 वटा मैले त्यस्तो झुपडी मैले मेरो मोबाइलमा कैद गरेको छु। सम्भवतः उहाँले त्यो झुपडीबाट मुक्ति हुने अवस्थाको कल्पना गर्न सक्नु भएको छैन होला त्यो झुपडीमा बस्ने मानिसहरूले। यो वार्ड नम्बर 4 मा मैले 3-4 वटा त्यस्तो झुपडीको कैद गरेको छु। हामी चुनाव पछि हाम्रो परिणाम जस्तै आओस् त्यो झुपडीमा बस्ने एउटा आशावादी रहेको मानिसलाई हामी श्रमदान गरेर घर बनाइदिन्छौँ। अरू पार्टीले के गर्छ थाहा छैन तर हामी स्पष्टसँगले म वचनको पुजारी मान्छे हो, म बोल्दिन, बोलिसकेपछि काम गर्नुपर्छ भन्ने मान्यता बोकेको मानिस हो। त्यसकारण अब त्यो झुपडीमा बास बस्नेहरूको पनि केही आशाको किरण जागेको छ र हामी ती आशाको किरणलाई मर्न दिनेवाला छैनौं। र यति भन्दै म 3 नम्बर वार्ड मेचीनगरको 4 बजेदेखि उहाँहरू बसिराख्नु भएको छ त्यहाँ पुग्नै पर्छ किनकि त्यहाँ पनि धेरै आशावादी मानिसहरू माटो प्रेमी मानिसहरू बसिराख्नु भएको छ, हामीलाई इन्तजार गरिराख्नु भएको छ। यहाँहरूलाई अझै घुम्नु मन छ किनकि तपाईको ऊर्जा देखेर मैले जितको अनुभूति गरिरहेको छु। तपाईको ऊर्जालाई म आत्मसात गर्दै आजको यो कुनसभालाई यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार, जय माटो, जय माटो। यो धरतीले के भन्छ, यो धरतीले के भन्छ, यो धरतीले के भन्छ। राष्ट्रवादी नेताहरूका सम्मान जिन्दाबाद, राष्ट्रवादी नेताहरूका सम्मान जिन्दाबाद। धन्यवाद, धन्यवाद। हुनुहुन्थ्यो हाम्रो झापा जिल्ला क्षेत्र 1 को प्रत्यक्ष उम्मेद्वार केही राम रायजी हुनुहुन्थ्यो।